सम्पूर्णमा हजुरहरूलाई मेरो तर्फबाट नमस्कार। मलाई चाहिँ कुकिङमा एकदम धेरै इन्ट्रेस्ट भएको कारणले मैले चाहिँ कुकिङ भिडियोहरू बनाउने सोच गरेँ। अनि यो चाहिँ हो मेरो पहिलो भिडियो। भनिन्छ नि पहिलो कुराहरू चाहिँ मिठो गुलियोबाट सुरुवात गर्यो भने एकदम राम्रो हुन्छ भनेर मैले चाहिँ त्यसैले सेलरोटीबाट सुरु गर्दैछु मेरो पहिलो भिडियो। विदेशको ठाउँमा है नेपाली खानेकुराहरू कति खान त मन लाग्छ बनाउन, तर झन्झट झ्याउ होइन, सबै कुरा पाइँदैन, जुटाउन गाह्रो। तर मैले चाहिँ एकदम सजिलो तरिकाले बनाउने कोसिस गरेको छु। मैले चाहिँ कहिले केही हाल्दिनँ, सिर्फ जापानिज चामल र अनि त्यसपछि अलिकति सुजी मिसाउँछु, त्यति हो। घिउहरू सोडाहरू अरू केही पनि राख्दिनँ। अनि जापानिज चामल छिटो पनि बिचिन्छ, धेरै बेर पनि लाग्दैन त्यसलाई बिचाउनको लागि। अनि त्यही भएर एकदमै छिटो हुन्छ कि जापानिज चामल 1-2 घन्टा बिचाउने, त्यसपछि थोरै सुजी हाल्ने, त्यसपछि मोल्दिने अनि भइहाल्छ कि। मैले चाहिँ सुरुमा त्यो अर्को तलको बिर्कोको मुखबाट राखेको थियो, त्योबाट अलिकति हात पोल्ने चान्स हुने कि तेलमा। अनि यसरी ठ्याक्क त्यसलाई उल्टो पारेर यसरी गर्दाखेरि चाहिँ हात नपोल्ने चान्स हुन्छ कि, त्यही भएर चाहिँ मैले चाहिँ त्यसरी बनायो। यो चाहिँ मेरो फर्स्ट भिडियो, हजुरहरूको लागि साथ सपोर्ट गर्नुहोला अनि हेरिरहनु होला। म नयाँ भिडियो ल्याउने छु। बाइ बाइ।